दिन अगाडि सुगम किरातीसँग पनि भेटघाट भयो, त्यस क्रममा पनि त्यसमा चाहिँ मैले उहाँलाई माटो चुनाव चिन्हमा चुनाव लड्ने हो भनेर सोध्नु गएको थिएँ होइन। यहाँ आउनु भएको छ उहाँ अनि एउटा होटेलमा यहाँदेखि त्यहाँसम्म आउँदाखेरि गएको थिएँ। त्यसलाई चाहिँ गठबन्धन गर्न आँट्यो भने हुँदैन। गठबन्धन श्रम संस्कृतिले कोहीसँग गठबन्धन गर्दैन। प्योर भोट ल्याउँछ र यो देशलाई माया गर्ने देशभक्तहरू कति रहेछन् भन्ने कुरा चाहिँ श्रम संस्कृतिले लिएको भोटबाट आकलन हुन्छ। झापा 5मा को उम्मेदवार तपाईँहरूको? समीर तामाङ। अनि समानुपातिकमा राखेर मिडिया ट्रायल गरेको भन्ने पनि आरोप छ तपाईँहरूले। म झुट बोल्छु। अनि झापा 5बाट केपी ओली पनि प्रधानमन्त्री हुनेवाला, बालेन शाह पनि प्रधानमन्त्री होइन। अनि तपाईँले समीर तामाङलाई अगाडि बढाउनु भयो। मुन्दुमी मान्छेले झुट बोल्दैन क्या। भनेपछि ओली बालेनलाई हराएर तपाईँहरू झापा 5 कब्जा गर्नुहुन्छ। हो, यहाँ त तपाईँको यस्तो बवाल हाम्रो भोट आउँछ। भनेपछि ओली र बालेनले दुःख नगरे हुन्छ? नगरे हुन्छ। तपाईँको धम्की कि चेतावनी हो? होइन, यथार्थ किन धम्की र चेतावनी? जस्तो कि तपाईँलाई नै हराउन जो तपाईँको अहिले उपमेयर हुनुहुन्छ होइन, उहाँ नै लाग्ने भनेर समाचारहरू आइरहेका छन्। जनप्रतिनिधिहरू किन लाग्ने? उहाँ त पालिका चलाउनुहुन्छ होला। उहाँ पनि देश चलाउने तपाईँ जस्तै। अब उहाँको अब त्यो व्यक्तिगत अधिकारको कुरा हो है। ल अब अन्तिम प्रश्न मेयर साहब, तपाईँले बालेन जहाँबाट उठ्यो त्यहीँबाट हराउने भन्नुभएको थियो। बालेनलाई हराएर केपीलाई जिताउने त तपाईँहरूको चाल होइन? होइन, केपी ओलीलाई पनि हराउने नि। कसलाई किन जिताइराख्ने? श्रम संस्कृतिको क्यान्डिडेटलाई जिताउने नि हामीले त। तपाईँहरूलाई पनि एउटा प्रश्न सोधौँ भन्नुहोस्। हजुर, भर्खरै मात्र रवि लामिछानेको मुद्दा फिर्ता भयो अरे हिजो होइन, माननीय अधिवक्ता कार्यालयले। यो बारेमा तपाईँको टिप्पणी आएन? अरू बेला आइराख्ने, तपाईँले किन बोल्नु? मलाई थाहा भएन किनभने म आफै व्यस्त छु, बेकार व्यस्त छु होइन। अब त्यो कसले कहाँ के ठग्यो, कसले के खायो, कसले खाएन, कसले माफी दियो, यस्ता नाथे झ्यास कुरा मैले याद गरेर हुन्छ? देश बनाउनु निस्केको मान्छे तपाईँ त सोसियल मिडियामा एकदमै एक्टिभ नि त। होइन, झ्यास गरेर कहाँ गन्तव्यमा पुगिन्छ? अब बालेन्द्र रविले हुँदै गर्छ, के हुँदै गर्छ, देश बनाउनु निस्केको मान्छे। बालेन्द्र रविले महोत्तरीबाट चाहिँ उहाँको चुनावी आमसभा सुरु गर्दै हुनुहुन्छ। उहाँहरूलाई के छ सन्देश? के बाट ठिक छ त, गर्नु। के अरे शुभकामना के अरे छँदैछ त उहाँहरूलाई, गर्नुहोस् होइन। शुभकामना छँदैछ गर्दाखेरि भयो त। अब उहाँहरू पनि पार्टी नै होइन त। पार्टी चाहिँ कुन पार्टी हो त्यो? मलाई के भन्नु छैन भनेछ त। म झ्यास गर्ने र गन्तव्यमा पुगिँदैन। त्यो कसलाई ठग्यो, कहाँ के गर्यो भन्ने कुरा गरेर हुन्छ होइन? बालेन्द्र रविहरू झ्यासै हो नि त। चुनाव जित्ने फोकस त्यो अर्जुन दृष्टि मेरो त्यहाँ छ मेयर साहब होइन। अरू त्यो कसले के गर्यो त्यो तपाईँको अध्यक्ष बालेन्द्र रविहरू झ्यासै हुन्? हजुर, बालेन्द्र रविहरू झ्यासै हुन्? झ्यास गर्दिनँ भन्नुभयो तपाईँले। हो त, झ्यासै हो त। हो त, हो त। कतिचोटि भन्ने मैले हो। नौरो लामो छ क्या पुष्टि। ल थ्याङ्क यू। होइन भने उहाँले नो एमसिसी भनेर एउटा आन्दोलन गर्दा हुन्थ्यो नि त। यहाँ कुनै कार्यक्रम निकाल्नु भएन होइन। एमसिसी मुर्दाबाद होइन, देश बेच्न पाइँदैन, एमसिसी चाहिँदैन भनेर नारा लगाउन सक्नुहुन्छ उहाँले? भएर छोडिदिनु। अन्तिममा मेयर साहब एउटा प्रश्न, एउटा सबैभन्दा ठुलो प्राथमिकता भनेको काम गर्ने। सबैलाई म काम गराउँछु। मेयर साहब, अब तपाईँले भन्नुभएको थियो मलाई चाहिँ सम्मान चाहिएन भन्नुभएको थियो। किरात यायो खाइले तपाईँलाई यति ठुलो सम्मान दिएको छ, के भन्नुहुन्छ? मैले धन्यवाद दिएको त अघि। यो त हाम्रो घरको मामिला हो नि त होइन। किरात र याखा भनेको मेरो घर हो कि होइन। त नेपालै मेरो घर हो होइन। त्यही भित्र पनि तपाईँको चाहिँ नि उहाँहरूले चाहिँ अब आइदिनु पर्यो भनेर भनिसकेपछि अब मैले के अरे कसैले सम्मान गर्छ भने, तपाईँले नमस्ते गर्छ भने, गर्नुहुन्छ भने मैले लात्ती देखाउँदिनँ क्या, पिठ्यौँ देखाउँदिनँ। ओम नमस्ते हजुर भन्छु, अलिअलि हाँस्छु होइन। ह्यान्डसमै छु होइन। त्यसले गर्दाखेरि अब किरात र याखाको चाहिँ तपाईँको केन्द्रीय समितिले होइन यत्रो ठुलो तपाईँको चाहिँ सम्मान कार्यक्रममा मलाई
सम्मानित गर्न चाहनुको कारणले गर्दाखेरि मैले नाई उतै अड्डी बसेर बस्न मैले सकिनँ, त्यसले गर्दाखेरि आएको है त। त्यति गरौँ र उहाँहरूलाई धन्यवाद छ, किनारालाई यहाँको केन्द्रीय समितिलाई हार्दिक धन्यवाद छ, सबै नेपालीलाई धन्यवाद छ। यसपालि चुनाव चिन्ह माटो, अन्जुलीमा लिएको माटो चुनाव चिन्ह, यो देशको माटोलाई नबिर्सिनु होला, होइन भने पछि रुनु पर्ला। ल भयो भएन।